शिक्षा क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई म यो मेसेज मार्फत यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। हामी निकट भविष्यमै साथै प्रदेशमा शिक्षकहरूसँग सम्बन्धित र शिक्षकहरूकै लागि एउटा कार्यक्रम सञ्चालन गर्न गइराखेका छौँ, जसलाई हामीले शिक्षक कन्फरेन्स भनेका छौँ, टिचर कन्फरेन्स भनेका छौँ। र त्यो टिचर कन्फरेन्स वास्तवमा शिक्षकहरूको बिचमा नेटवर्किङको लागि, शिक्षकहरूको बिचमा बेस्ट प्र्याक्टिस सेयर गर्नको लागि र आफ्नो वृत्ति विकासको लागि हुनेछ। यसरी हामीले कन्फरेन्स गर्दा शिक्षकहरूले गरिराखेका असल अभ्यासहरूलाई त्यहाँ प्रस्तुति हुनेछ, विज्ञहरू आउनुहुनेछ, स्थानीय र अलिकति काठमाडौँ केन्द्रित अथवा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई हामीले भरसक सबै प्रदेशमा बोलाउनेछौँ। यो कार्यक्रम हामीले गर्नुको मुख्य उद्देश्य भनेको शिक्षामा परिवर्तन गर्ने, विद्यालय शिक्षामा परिवर्तन गर्ने शक्ति चाहिँ शिक्षकहरूसँगै छ र शिक्षकहरूका असल अभ्यासहरूले, शिक्षकहरूले गरिराखेका प्रयत्नहरूले नै परिवर्तन ल्याउन सक्छन्। अफकोर्स त्यसमा नीति निर्माताहरूको पनि भूमिका नहुने होइन, तर दैनिक कक्षा कोठालाई सुधार गर्ने महत्त्वपूर्ण दायित्व शिक्षक वर्गमै छ र यसमा शिक्षक, प्रधानाध्यापक, विद्यालय सञ्चालकहरू, विद्यालय व्यवस्थापन समितिका व्यक्तित्वहरू जसले चाहिँ विद्यालय शिक्षालाई अझ गुणस्तरको, अझ राम्रो, धेरैभन्दा धेरै विद्यार्थीले ट्रस्ट गर्ने संस्थाको रूपमा विद्यालय शिक्षालाई बनाउन आवश्यक ठान्ने व्यक्तित्वहरूलाई हामी यसमा निमन्त्रणा गर्छौँ। र यसको कुन डेटमा कहिले कुन कार्यक्रम हुन्छ भन्ने कुरा चाहिँ हाम्रो वेबसाइटबाट अब चाँडै नै सार्वजनिक हुनेछ। यसमा काम गर्न चाहने व्यक्तित्वहरू, पेपर प्रेजेन्ट गर्न चाहने व्यक्तित्वहरू, सहयोग गर्न चाहने, स्पोन्सर गर्न चाहने व्यक्तित्वहरूलाई हामीले हरेक प्रदेश स्तरमा गर्ने यो कार्यक्रममा हामी स्वागत गर्छौँ। हामीले सबभन्दा पहिली बागमती र कोशी प्रदेशबाट यो कार्यक्रम सुरु गर्नेछौँ, तर अरू प्रदेशमा पनि क्रमशः हामी गर्दै जानेछौँ। अन्त्यमा यो कार्यक्रम काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनको कन्टिन्युइङ एन्ड प्रोफेसनल एजुकेसन सेन्टर, जसलाई छोटकरीमा CPEC भन्छौँ, त्यसले संयोजन गर्नेछ। र यो सेन्टरले अहिले करिब 12,000 भन्दा बढी शिक्षकहरूसँग काम गरिराखेको छ। त्यस्तै गरेर करिब 100 भन्दा बढी स्कुलमा यो काम गरिराखेको छ, 25-26 वटा पालिकाहरूमा काम गरिराखेको छ। त्यसैले यसले गर्ने यो कामलाई अझ बढी उजागर गर्ने र खाली केन्द्रले मात्रै अथवा विश्वविद्यालयले समुदायमा गएर अरूलाई सिकाउनु पर्छ भन्दा पनि हामीसँग भएका असल अभ्यास, समुदायमै भएका असल अभ्यास, शिक्षकहरूसँग भएका असल अभ्यासहरूलाई अगाडि बढाउने यो कन्फरेन्सको मूल ध्येय छ, मूल उद्देश्य छ। यहाँहरू सबैलाई स्वागत छ र स्वागत गर्दा मैले अघि पनि भने तपाईहरुसँग शिक्षक साथीहरुसँग असल अभ्यासका आइडियाहरू छन्, त्यो काम गरिराख्नु भएको छ, त्यसलाई अभ्यास गरिराख्नु भएको छ, त्यसलाई अभ्यास गर्दाखेरि के कुरा ठिक भयो बेठिक भयो त्यो शेयर गर्न चाहनुहुन्छ, यहाँहरूलाई स्वागत छ। त्यस्तै गरेर प्रधानाध्यापक यहाँको नेतृत्वमा चाहिँ असल अभ्यासहरू छन्, यहाँहरूले गरेका कतिपय कामहरू राम्रोसँग अगाडि गएका छन्, स्कुललाई राम्रोसँग सुधार गर्नुभएको छ, यहाँहरूलाई स्वागत छ। त्यस्तै गरेर विद्यालय व्यवस्थापन समितिका व्यक्तित्वहरू जसले विद्यालयलाई राम्रो बनाउन बाहिर बसेर विभिन्न ढङ्गको सरसहयोग गर्नुभएको छ, विद्यालय बाहिर समुदायसँग जोड्ने काम गर्नुभएको छ, यहाँहरूलाई पनि आफ्नो धारणा प्रस्तुत गर्न हामी स्वागत गर्छौँ। यो बाहेक जसले स्पोन्सर गर्न चाहनुहुन्छ, जसले यो होस्ट गर्न चाहनुहुन्छ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनको CPEC-सँग सहकार्य गर्दै होस्ट गर्न चाहने यहाँहरू सबैलाई हामी स्वागत गर्छौँ। हस् त, धेरै धेरै धन्यवाद।